तपाईहरु पनि इन्स्टाग्रामको पासवर्ड चेन्ज गर्नुहोस् मात्र 2 मिनेटमा। नमस्कार साथीहरु, स्वागत छ आजको यस भिडियोमा। आजको यस भिडियोमा म हजुरहरुलाई इन्स्टाग्रामको पासवर्ड चेन्ज गर्ने एकदमै सजिलो सिकाउनेको छु। भिडियोलाई स्किप नगरी अन्तिमसम्म हेर्नु होला, किनभने केही कुरा मिस हुन पनि सक्छ। हजुरहरुको पनि इन्स्टाग्रामको पासवर्ड अप्ठ्यारो छ, भुल्न सकिन्छ भन्ने डर छ, आफूलाई याद रहिरहोस् भन्ने जस्तो पासवर्ड चेन्ज गर्ने मन छ, तर यसको बारेमा हजुरलाई केही कुराको जानकारी छैन भने आज म हजुरहरुलाई इन्स्टाग्रामको पासवर्ड चेन्ज गर्ने एकदमै सजिलो तरिका सिकाउने छु। पहिलोचोटी मेरो भिडियोलाई हेर्दै हुनुहुन्छ भने भिडियोलाई लाइक गर्नुहोस् अनि मेरो भिडियोमा नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला, किनभने म सधैँ यस्तै युजफुल भिडियोहरू लिएर आउने गर्छु। आउनुहोस् ढिला नगरी आजको यस भिडियोलाई सुरु गरौँ। साथीहरु, इन्स्टाग्रामको पासवर्ड चेन्ज गर्नका लागि सबैभन्दा पहिला हजुरले आफ्नो इन्स्टाग्रामको एप्लिकेसनलाई अन गर्नुहोस् यसरी। त्यसपछि हजुरले यहाँ देख्न सक्नुहुन्छ तलपट्टि आफ्नो इन्स्टाग्रामको प्रोफाइलमा क्लिक गर्नुहोस् यसरी। प्रोफाइलमा क्लिक गरिसकेपछि हजुरले यहाँ देख्न सक्नुहुन्छ यस्तो किसिमको इन्टरफेस खुलेको छ र यहाँ माथिपट्टि देख्न सक्नुहुन्छ 3 लाइन, यसमा क्लिक गर्नुहोस्। यसमा क्लिक गरिसकेपछि हजुरले यहाँ देख्न सक्नुहुन्छ यस्तो किसिमको इन्टरफेस खुलेको छ। यसरी तलमाथि चेक गर्न सक्नुहुन्छ एकाउन्ट सेन्टर भनेर। यसरी यहाँ देख्न सक्नुहुन्छ सबैभन्दा माथिपट्टि नै आएको छ एकाउन्ट सेन्टर, यसमा क्लिक गर्नुहोस् यसरी। त्यसपछि हजुरले यहाँ देख्न सक्नुहुन्छ तलमाथि स्क्रल डाउन गरेर हेर्नुहोस् पासवर्ड एन्ड सेक्युरिटी, यसरी पासवर्ड एन्ड सेक्युरिटीमा क्लिक गर्नुहोस् यसरी। त्यसपछि हजुरले यहाँ देख्न सक्नुहुन्छ तलमाथि स्क्रल डाउन गरेर हेर्न सक्नुहुन्छ, यहाँ देख्न सक्नुहुन्छ चेन्ज पासवर्ड, यसमा चेन्ज पासवर्डमा क्लिक गर्नुहोस्। त्यसपछि हजुरले यहाँ देख्न सक्नुहुन्छ आफ्नो इन्स्टाग्रामको आइडी आएको छ, यसमा क्लिक गर्नुहोस् यसरी। त्यसपछि हजुरले यहाँ देख्न सक्नुहुन्छ यहाँ माथिपट्टि करेन्ट पासवर्ड, त्यसपछि न्यू पासवर्ड, त्यसपछि रिटाइप न्यू पासवर्ड। यहाँ सबैभन्दा पहिला हजुरले माथिपट्टि हजुरको जुन इन्स्टाग्राममा पासवर्ड छ त्यो पासवर्ड हाल्नुपर्ने हुन्छ। त्यसपछि हजुरले कुन न्यू पासवर्ड बनाउने हो त्यो न्यू पासवर्ड हाल्नु होला। त्यसपछि हजुरले फेरि पनि रिटाइप न्यू पासवर्ड, त्यसैलाई फेरि न्यू पासवर्ड फेरि यहाँ पनि टाइप गर्नु होला र त्यसपछि यहाँ तलपट्टि देख्न सक्नुहुन्छ चेन्ज पासवर्ड, यसमा क्लिक गर्नुभयो भने हजुरको इन्स्टाग्रामको पासवर्ड सजिलै चेन्ज हुनेछ। आई होप हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो। भिडियो मन परेमा लाइक, कमेन्ट अनि सेयर गर्न चाहिँ नभुल्नु होला। धन्यवाद।